एक दिन अघिसम्म विश्व फुटबलमा खासै नसुनिएको नाम स्पेन विरुद्धको शानदार प्रदर्शनपछि अहिले विश्वभर चर्चामा छन्। अफ्रिकी राष्ट्र केप भर्डेले फिफा विश्वकप 2026मा डेब्यू खेलमै 2010को विश्व च्याम्पियन एटलान्टा स्टुडियोमा खेल सकिएपछि सबै क्यामेराहरू उनीतर्फ नितिर्सिए। उनको आँखा आँसुले रसायो। उमेरले 4 दशक पार गरिसकेका खेलाडीले विश्वकप जस्तो मञ्चमा स्पेन जस्तो बलियो टिम विरुद्ध शानदार प्रदर्शन गरेपछि यो स्वाभाविक थियो। विश्वकपको पहिलो खेल 40 वर्षमा विश्वकपमा डेब्यू अनि उपाधिको दावेदार टिम मानिएको स्पेनलाई पहिलो खेलमै गोलरहित बराबरीमा रोक्दामा नायक उनी हुन् भोजिन्हा। स्पेन विरुद्ध भोजिन्हा पर्खाल जस्तै बनेर खडा भए। उनलाई पार गर्न स्पेनका फरवर्ड लाइन असफल रहे। वर्तमान विश्व फुटबलका युवा स्टार लामिन यमालले दोस्रो हाफमा मैदान प्रवेश गर्दै विश्वकपमा डेब्यू गरे, तर केप भर्डे विरुद्ध उनले कुनै जादु देखाउन सकेनन्। 5 लाखभन्दा कम जनसङ्ख्या भएको सानो टापु राष्ट्र केप भर्डेको यो ऐतिहासिक प्रदर्शनको मुख्य नायक 40 वर्षीय गोलकिपर